कोरियामा डिपेन्डेन्ट भिजामा आउनुभएको व्यक्तिहरूले पनि लिगल रूपमा काम गर्न मिल्ने भिजा E7 भिजा चाहिँ कोरियाको इन्गु खाम्सो क्षेत्रमा काम गर्ने व्यक्तिहरूले मात्रै चयन गर्न मिल्ने भिजा हो। यदि तपाईँहरू साउथ कोरियामा विगत 10 वर्षभित्रमा चाहिँ E9, E10 अथवा S2 भिजामा रहेर 2 वर्षभन्दा बढी काम गर्नुभएको छ भने तपाईँहरूले E7 भिजाको लागि एप्लाई गर्न सक्नुहुनेछ। सो हाम्रो चाहिँ अब E7 को चाहिँ सिनसँग चाहिँ हामीले गर्न सक्छौँ र यसको चाहिँ हाम्रो डेट खुलाइसकेको छ होइन। तपाईँहरूको जस्तो हेर्नु होला यहाँ स्क्रिनमा पनि 2025 को 4 को 9बाट चाहिँ हामीले चाहिँ E7 एप्लाई गर्न सक्छौँ हाई कोरियाबाट चाहिँ होइन। हामीले हाई कोरियामा लगइन गरेर चाहिँ हामीले आफैले पनि हामीले एप्लाई गर्न सक्छौँ। यदि तपाईँहरूको पनि E7 को लागि चाहिँ योग्यता तपाईँको चाहिँ पुगेको छ भनेदेखि डकुमेन्टहरू तपाईँ रेडी गर्नुभएको छ भने चाहिँ तपाईँहरूले चाहिँ हाम्रो E7 को भिजाको लागि चाहिँ एप्लाई गर्न सक्नुहुनेछ हाई कोरियाबाट। तपाईँहरू यहाँ हेर्नु होला होइन सिनसँग भनेर चाहिँ तपाईँको हाम्रो E9, E10 र S2 लेखिएको छ। E7 एप्लाई गर्ने बेला चाहिँ तपाईँहरूले सिनसँग गर्ने बेलामा चाहिँ तपाईँको जन्म वर्षको आधारमा चाहिँ तपाईँले दिन हेरेर चाहिँ तपाईँले एप्लाई गर्नु पर्नेछ। सो तपाईँहरू यहाँ हेर्नु होला होइन। ओरेल चाहिँ भनेको चाहिँ एप्लाई गर्ने चाहिँ कसले एप्लाई गर्ने भन्दाखेरि तपाईँको जन्म वर्ष चाहिँ 1 र 6 मा टुङ्गिएको छ भने तपाईँहरूले चाहिँ ओरेल चाहिँ एप्लाई गर्न सक्नुहुनेछ, सिनसँग गर्न सक्नुहुनेछ भने। त्यसरी वाइलको चाहिँ यदि तपाईँको जन्म वर्ष चाहिँ 2 र 7 मा टुङ्गिएको छ भने होइन वाइलमा। त्यसै गरी सोइलको चाहिँ यदि तपाईँको जन्म वर्ष चाहिँ 3 र 8 मा टुङ्गिएको छ भने चाहिँ तपाईँले सोइलमा। त्यसै गरी 4 र 9 मा टुङ्गिएको छ भने चाहिँ मोगेइलमा। त्यसै गरी 5 र 0 मा टुङ्गिएको छ भने खुमेइलमा। सो तपाईँहरूले चाहिँ E7 एप्लाई गर्ने बेला चाहिँ यो आफ्नो जन्म वर्षको आधारमा होइन हेरेर चाहिँ आफ्नो कुन दिन पर्छ त्यो दिन मात्रै एप्लाई गर्न सक्नुहुनेछ। सो तपाईँहरूले चाहिँ डकुमेन्ट रेडी भएको छ भने चाहिँ यो जन्म वर्षको आधारमा हेरेर तपाईँहरूले चाहिँ हाई कोरियाबाट चाहिँ E7 एप्लाई गर्न सक्नुहुनेछ।